आदरणीय दर्शकबिन स्वागत छ नयाँ भिडियोको साथमा उपस्थित भएको छु। मेरो नाम शङ्कर अधिकारी हो। साथीहरू, आज मैले यो अरनिको हाइवेबाट जम्मा 1.5 किलोमिटरको दूरीमा रहेको यो भक्तपुर जिल्ला साँगुनारायण नगरपालिका वडा नम्बर 2 मा रहेको यो दुवाकोट नयाँ पार्टीमा रहेको घर चाहिँ लिएर आएको छु। भूकम्प पछाडिको नयाँ मापदण्डमा बनेको छ। एउटा सटर र 7 वटा कोठा रहेको छ भने पश्चिम मोहडा फर्किएको 20 फिटे बाटोमा रहेको गजबले सबैपट्टि साइडमा चाहिँ जग्गा छोडेर बनाउनु भएको रहेछ। नयाँ मापदण्डको घर हो, तर यो जग्गाकै रेटमा आएको छ। अब यहाँ नजिकैको कुराकानी गर्नुपर्दाखेरिमा यो नजिकै तपाईँहरूले चाहिँ ड्रोनबाट खिचेको सर्ट देखिरहँदाखेरिमा यो इँटा भट्टाहरू देखिरहनु भएको छ होला, तर यो इँटा भट्टाहरू चाहिँ छिटै नै सर्दै रहेछ हैन। यहाँ चाहिँ जो जग्गा धनी हुनुहुन्थ्यो उहाँले चाहिँ अब बाँकी एग्रिमेन्ट गर्नुभएको रहेछ। त्यही भएर पनि अहिले यहाँनिर मजाले बस्तीहरू बढिरहेको छ र जुन ठ्याक्कै घर अगाडिपट्टिको बाटो छ त्यो बाटो पनि चाहिँ अब छिट्टै नै चाहिँ यो बजेट परिसकेको रहेछ र चाहिँ पिच छिट्टै नै हुँदैवाला छ। त्यही भएर भक्तपुर जुन चाहिँ रिङ रोडबाट अथवा चाहिँ हाइवेबाट आउँदै गर्दाखेरिमा पनि कुनै अप्ठ्यारो हुनेवाला छैन। भक्तपुर क्यान्सर हस्पिटल, त्यसरी गङ्गालाल हस्पिटल र चाहिँ अर्को चाहिँ भक्तपुर जिल्ला हस्पिटल, तीनवटै हस्पिटल रहेको छ भने एकदमै नजिकै भएको हुँदा पनि यहाँ बस्ने व्यक्तिहरूलाई यदि सन्चो भएन भनेदेखि पनि नजिकै हस्पिटलको सुविधा लिनको लागि पनि सजिलो भइ नै हाल्यो। हामी चाहिँ भक्तपुरबाट नगरकोट जाँदै गर्दाखेरिमा ठ्याक्कै कालोपाटी चोकबाट चाहिँ भित्र छिरेर आउने गर्दछौँ। यहाँ चाहिँ लगभग 500 मिटरमा आइपुग्न सक्दछौँ। घरहरू देख्न सक्नुहुनेछ। मजाको बस्तीको बिचमा रहेको यो कमर्सियल खालको घरमा खानेपानीको पनि सुविधा रहेको छ भनेदेखि साइडमा इनार पनि रहेको छ। पक्कै पनि तपाईँलाई यो घर मन पर्न सक्दछ। एकपटक अवश्य पनि फिल्ड भिजिटको लागि आउनुहोला। घरको बारेमा थप बुझ्नको लागि र यो घर भिजिट गर्नको लागि तपाईँले माथि घरधनीको सम्पर्क नम्बर देखिरहनु भएको छ। यो नम्बरमा फोन गर्नुहोला र घर भिजिटको लागि आउनुहोला। साथीहरू, आशा गर्छु पक्कै पनि तपाईँलाई आजको यो घर मन पर्यो होला। मन पर्यो भने एक लाइक गरिदिनु होला। नयाँ साथीहरूले च्यानललाई सब्सक्राइब गर्नुहोला। भिडियो हेर्दै गर्नुहोला। एक दिन न एक दिन तपाईँले खोजेको ठाउँमा तपाईँको बजेटको घर जग्गा पक्कै पनि पाउनुहुनेछ। हस् त, भोलि बिहान नयाँ घर जग्गाको साथमा उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।